यो विक्रम सम्वत 2011 सालको दृश्य हो। यो काठमाडौँको टुँडिखेलको चहल पहल। यो साइकल देखेको स्थानमा अहिले शहीद गेट बनेको छ। मानिसहरू कुनै पर्व अथवा उत्सव मनाउँदै गरेको जस्तो देखिन्छ। यहाँ महिलाहरू हातमा फुलको थाली लिएर कतै गन्तव्यतर्फ जाँदैछन्। विष्णुदास प्रधानले यो भिडियो सङ्ग्रह गर्नुभएको हो। यो नयाँ सडकको चहल पहल, नयाँ सडकको मुख्य गेट सामुन्ने श्री 3 को शालिगलाई विशेष रूपमा सुरक्षित गरिराखेको देख्न सकियो। यो श्री त्रिचन्द्र मिलिटरी अस्पताल बरन्डामा पर केही मानिसहरूको चहल पहल र अस्पतालको मुख्य द्वारमा पनि केही सुरक्षाकर्मीहरू खटिएको देख्न सकियो यो भिडियोमा। टुँडिखेलको चहल पहल, त्यो बेला निकै धेरै रुखहरू रहेछन् टुँडिखेलको वरपर। किसानहरू गन्तव्यतर्फ लाग्दै गरेको देख्न सकिन्छ। यो नयाँ सडकको अर्को दृश्य, निकै व्यस्त सडक र सडक कालोपत्री भएको छ। र तपाईँहरूको जानकारीको लागि यो न्यू रोड सडक, नयाँ सडक चाहिँ 1990 सालको भूकम्पपछि कालोपत्री गरिएको हो र नेपालमा कालोपत्री भएको पहिलो सडक मध्येमा पर्दछ यो क्षेत्र। यहाँ विदेशी नागरिकहरू कतै जाँदै गरेको देखियो रिक्सामा। यहाँ महिला कतै केही बेचेर फर्किरहेको हुन सक्दछ। उनको ढोको खाली छ, निकै हतारमा देखिन्छन् उनी। रिक्सा फाटाफुट्टा देखिन्छ, साइकल देखिन्छ। अन्य सवारी साधन निकै नगन्य मात्रामा गुडेको देख्न सकिन्छ। यो बखत नेपाल सडकसँग जोडिएको थिएन, अर्थात् काठमाडौँलाई सडकसँग बगरबाट जोड्न बाँकी नै थियो र न्यू रोडमा यी काँधमा बोकाएर ल्याइएका गाडीहरूको ताँती देख्न सकिन्छ। यो काठमाडौँ दरबार क्षेत्र, जुद्ध शालिग, पछिल्लोतिर प्रसिद्ध पारस होटल। यो शुक्रपथ भयो अगाडिको दृश्य। यो जनसेवा सिनेमा हल, नेपालको ऐतिहासिक सिनेमा हल। यो हरिशङ्कर मन्दिर, दायाँतर्फ गद्दी बैठक। काठमाडौँ दरबार क्षेत्रमा चहल पहल निकै बाक्लो देखिन्छ। यो शिव पार्वती मन्दिर, त्यस बखत सेतो पोतिएको रहेछ भित्तामा, अहिले रातो छ। यहाँ मानिसहरू दाउरा किनबेच गरिरहेको देख्न पनि सकिन्छ। सो बखत दाउरा नै इन्धनको प्रमुख स्रोत थियो। ग्यास, मट्टीतेल, बिजुलीको सहज पहुँच हुनु अघिसम्म दाउरा नै इन्धनको प्रमुख स्रोत थियो र काठमाडौँ वरपरका जङ्गलबाट दाउराहरू काटेर मानिसहरू जीविकोपार्जन गर्दथे, सहरमा लगेर बेच्ने गर्दथे। विष्णुदास प्रधानले यो भिडियो सङ्ग्रह गर्नुभएको हो। विक्रम सम्वत 2011 साल थाका खिचिएको दृश्य हो यो।